घरमा नयाँ कम्प्युटर ल्याएको छ रे सधैँ घरमा ककटेल पार्टी ठुलो सचिव भएको रे गोर्लेको पकेटमा हात्ती महँगो घडी लाको रे हजुरबाको फुल्छ छाती भ्रष्टाचारी भएकोले छोरा मेरो बिलौना गर्छ बाइसाइकल चाहिँ चाहियो रे छोरीलाई खेलौना छैन बार्बी डल ल्याइदेऊ रे कहाँबाट ल्याउनु छोरी देशको सेवा गर्दैछु होइन म त्यो घुसखोरी बल्ल पेट भर्दैछु दिनदिनै म मर्दैछु औला मुख जोड्दा जोड्दै बिन्ती है म गर्दैछु हाम्रो दिल्ली आउला कतै नानु तिमी नरुनु है अर्को महिना किनिदिन्छु नि न्याउरो चाहिँ नहुनु है यसपालि चाहिँ ऋणी हुन्छु बुढी मलाई माफी देऊ चाँडै बाला झिकिदिन्छु तिमी नै त साथी हौ न रिसाउ किन दुखी हुन्छौ नानी बाबु सानै छन् बुझ्दैनन् मेरो भावना तिमी बुझ्न